जसले यसमा फटाइ गर्नु भएको छ र इनोसेन्ट बच्चाहरूलाई फसाउनु भएको छ उहाँहरूलाई चाहिँ होसियार भन्न चाहन्छु। 23 र 24 गति जे जस्ता घटनाहरू भयो यसमा त तपाईँहरू झन् जेन्जी पुस्ता चाहिँ युनाइट हुनुपर्ने, एकबद्ध हुनुपर्ने त्यो चाहिँ देखिरहेको अवस्था छैन। यसको मुख्य कारण के हो? खोइ अब मुख्य कारण अब त्यही जेठो छोरो कान्छो छोरोहरू होला नि, अब मलाई त थाहा छैन। एकजुट हुने नाउँमा हिजोको विचारै नमिल्ने काङ्ग्रेस र एमाले आएपछि देश कहाँ पुग्यो? त्यसरी विचारै नमिल्ने गणतन्त्रवादी र राजतन्त्रवादी जेन्जी एक हुनु हुँदैन। विचार मिल्ने जेन्जीहरू एकसाथमा रहन्छन्, विचारको विरोध गर्ने जेन्जीहरू पनि रहन्छन्। आउने दिनमा सुदन गुरुङज्यूलाई हामीले उम्मेदवारको रूपमा देख्न सक्छौँ कि सक्दैनौँ? त्यो समयले बताउँछ। अब सम्झौता भए पश्चात 1 विकभित्र, एक हप्ताभित्र तपाईँले भने अनुसार सन्डे मेबी सन्डेसम्म भइहाल्छ होला। सन्डेसम्म सबै कुरा हुन्छ। हजुर हजुर। नेपालमा भएका समग्र आन्दोलनलाई जुन राज्य सत्ताले तत्कालीन समयमा सम्झौता गर्ने, सम्झौता गरेर डस्टबिनमा हालिदिने, सम्झौता गर्ने, सम्झौता गरेर डस्टबिनमा हालिदिने। यो सम्झौता पनि डस्टबिनमा जान्छ कि कार्यान्वयन हुन्छ? सरकारको अहिले 3 महिना बितिसक्यो होइन, 3 महिनाको कामलाई यहाँले कसरी मूल्याङ्कन गर्नुहुन्छ? धेरै कुरामा हामी पोजिटिभ छौँ, धेरै कुरामा हामी असहमत पनि छौँ सरकारको कामकाजमा। धेरै प्रकारका आन्दोलनहरूमा विभिन्न सरकार र दुई पक्षबीच सम्झौताहरू हुन्थ्यो, तर त्यो सम्झौता चाहिँ समयमा कार्यान्वयन हुन्थेन। आजको सिनेरियोबाट तपाईँले के सोच्नु भएको छ? यो जसरी सम्झौता भयो नि जेन्जी र सरकारबीच, यो सम्झौता कार्यान्वयन हुन्छ समयमा? जनआन्दोलनको क्रममा भएका घटना र अन्य व्यक्ति वा समूहले आपराधिक मनसायका साथ सुनियोजित तथा सङ्गठित तरिकाले गरेका हिंसात्मक कार्यहरूको विभेदलाई पूर्वाग्रह रहित रूपमा छुट्याई छानबिन गरी प्रतिवेदन पेश गर्ने, ज्यान मार्ने कसुर वा सुनियोजित सङ्गठित रूपमा कुनै आपराधिक गिरोहद्वारा भएका हुन सक्ने गम्भीर अपराधमा संलग्न रहेको नदेखिएमा पछि जाँचबुझ आएको प्रतिवेदन बमोजिम हुने गरी सो व्यक्तिलाई तत्काल हिरासत थुनामुक्त गर्न र निज विरुद्ध दायर भएका मुद्दा फिर्ता लिन नेपाल सरकारलाई सिफारिस गर्ने। नेपालको प्रचलित कानुन, सुरक्षा निकायका कमी कमजोरी, सुरक्षाकर्मीलाई सामाजिक मानसिक सुरक्षाको अभाव लगायत अन्य कारणहरू पहिचान गरी सम्बन्धित कानुन तथा आवश्यक संस्थागत सुधारका उपाय गर्न छुट्टै संयन्त्र गठन गर्ने र सो संयन्त्रले पेश गर्ने प्रतिवेदन सार्वजनिक गरी प्रतिवेदनमा उल्लिखित सिफारिसहरू तत्काल कार्यान्वयन गरिनेछ। औपचारिक तथा अनौपचारिक रूपमा श्रम गर्ने प्रवासी नेपाली नागरिकहरू, पेसा व्यवसायमा रहेका र प्रवासी नेपाली विद्यार्थीहरूको मताधिकार सुनिश्चित गर्न नीतिगत, कानुनी तथा संस्थागत पूर्वाधार विकासको प्रक्रिया अगाडि बढाइनेछ। सबै राजनीतिक दलका सम्पत्ति तथा आर्थिक स्रोतको विवरण अनिवार्य रूपमा मागी सो उपर छानबिन गरी स्रोत नखुलेको सम्पत्ति राष्ट्रियकरण गरी दोषी उपर कारवाही गर्न आवश्यक कानुनी प्रबन्ध गरिनेछ। अग्रगामी परिवर्तनका लागि सुझावसहितको प्रतिवेदन पेश गर्न स्वतन्त्र विज्ञ, जेन्जी र युवासहित सरकारवालाहरूको सहभागिता रहने गरी एक उच्चस्तरीय संविधान संशोधन सुझाव आयोग गठन गरिनेछ। सम्झौता लागू हुने मिति र सम्झौताको कार्यान्वयन। 10.1 दुवै पक्षका प्रतिनिधिद्वारा हस्ताक्षर भएको मितिदेखि यो सम्झौता लागू हुनेछ। 10.2 यो सम्झौताको कार्यान्वयन नेपाल सरकार र जेन्जी जनआन्दोलनका प्रतिनिधिको आपसी सहमतिमा हुनेछ। र अन्त्यमा 10.3 यो सम्झौताको अधीनमा रहेर दुवै पक्षको सहमतिमा अन्य सम्झौता गर्न बाधा पुगेको मानिने छैन। जेन्जी प्रतिनिधि र सरकार बीच सम्झौता भएको छ र हामी यो दृश्य देखाउँ जहाँ चाहिँ सरकारका मन्त्रीहरू अहिले भर्खरै बैठक सकेर निस्किनु भएको छ भने जेन्जी प्रतिनिधिहरू, जेन्जी आन्दोलनमा घाइते भएकाहरू सबैजना अहिले भित्रै हुनुहुन्छ। उहाँहरूको धारणा के छ, के कस्तो सम्झौताहरू भएका छन्, यस विषयमा आज हामी केन्द्रित छौँ। भदौ 23 र 24मा भएको जेन्जीद्वारा गरिएको प्रदर्शनमा जुन प्रकारले त्यो प्रदर्शन आन्दोलनको स्वरूप लियो, जेन्जी प्रतिनिधिहरूको भनाइरहेको छ, सम्झौता पत्रमा विभिन्न मागहरू रहेको छ जस अनुसार उक्त आन्दोलनलाई जनआन्दोलन घोषणा गरियोस् र जेन्जीहरूको जुन उमेर हद छ 21 वर्ष उमेर हद, सांसद बन्नलाई, प्रतिनिधि सभाको निर्वाचनमा उम्मेदवार बन्नलाई त्यो विभिन्न मागहरू रहेको छ। यस विषयहरूमा आज हामी केन्द्रित हुँदैछौँ। शहीद र घाइतेको विषयमा विभिन्न मुद्दाहरू राखिएको छ, यस विषयहरूमा आज हामी केन्द्रित हुन्छौँ। आज के कस्ता सम्झौताहरू भएको छ सरकारसँग? अब आज हाम्रो विषयगत हिसाबमा तपाईँको जति पनि अब 3 महिनादेखि हाम्रो सम्झौतामा हाम्रो टिमहरूले काम गर्नु भइरहेको थियो, त्यो सबै सम्झौताहरू हाम्रो पुरा भएको छ। आज तपाईँको सिग्नेचर पनि गर्नुभयो। त्यसमा चाहिँ हाम्रो भोजविक्रम थापाले हाम्रो जेन्जीको प्रतिनिधित्व गरेर गर्नुभयो
र सरकार पक्षबाट चाहिँ प्रधानमन्त्रीले गर्नुभयो र बाँकी कुराहरू चाहिँ अब हाम्रो टिम जसले हुन्छ होइन डिटेलमा बुझाउने कुरा चाहिँ उहाँहरूले बुझाइदिनुहुन्छ। जसरी जेनजी पुस्तामा के देखियो भने सबैले भनिरहेका छन् तत्कालीन प्रधानमन्त्री र तत्कालीन गृहमन्त्रीलाई छानबिनको दायरामा ल्याउन सकेनन् अहिलेको सरकारले। यसका लागि के छलफल भयो? यसको लागि होइन, अहिले चाहिँ हजुरको आज म्यान्डेटको विषयमा त थियो होइन, हाम्रो यो सिग्नेचर गर्ने विषयमा, आन्दोलनलाई संस्थागत गर्ने विषयमा होइन। आज हाम्रो त्यही एउटा मिसन 3 महिनादेखि हाम्रो जति बहिनीहरू भाइहरू खटिराख्नु भएको थियो, लिगल टिमहरू खटिराख्नु भएको थियो, त्यो चाहिँ त्यसको लागि मात्र आज मिटिङ थियो। त्यो बाहेक चाहिँ अरू केही कुरो पनि थिएन, आज त्यस्तो खासै थिएन। धरपकड के हुन्छ सुदनजी? जसरी अब हजारौँ युवाहरू चाहिँ 4000 भन्दा बढी धरपकड भयो। यसकै लागि खासमा हामीले चाहिँ तपाईँको यो म्यान्डेटलाई सिग्नेचर गर्नुपर्ने जरुरत थियो। त्यही भएर चाहिँ हामीले यसमा चाहिँ अब तपाईँको देख्नुहुन्छ हजुरहरूले एउटा बच्चालाई त्यो नचाहिने मुद्दा बनाएर 7 करोडको तपाईँको बिगो दाबी गरेर छिराएको छ होइन। अब यसको त तपाईँको त हाम्रो हिसाब किताब त हामीले लिन्छौँ, सरकारमा त तपाईँको हामी छौँ। जे जस्तो भए पनि तपाईँको होइन जसले यसमा फटाइ गर्नु भएको छ र इनोसेन्ट बच्चाहरूलाई फसाउनु भएको छ उहाँहरूलाई चाहिँ होसियार भन्न चाहन्छौँ। र यो म्यान्डेटले चाहिँ त्यसलाई चाहिँ एउटा यहाँ हाम्रो छानबिन के भन्छ आयोगको अन्डरमा एउटा डिपार्टमेन्ट हुन्छ जसले चाहिँ यसको विषयमा छानबिन गरेर उहाँहरूलाई निकाल्ने कामहरू गर्छ। 23 गते गोली चलाउनेहरूलाई अहिलेसम्म एकजनालाई पनि छानबिनको दायरामा ल्याउन सकिएन। तर 24 गते जुन आगजनी गरियो अथवा तोडफोड भयो त्यो त जनताको एक प्रकारको आक्रोश थियो नि। त्यो 23 गते जो गोली नचलेको भए 24 गतेको त्यो घटनाहरू हुने थिएन। तर अहिले प्रहरीले 23 गतेलाई छोडेर 24 गतेलाई मात्रै केन्द्रित गरिरहेको छ। र जेनजीमा पनि के देखिएको छ भने विभिन्न समूहहरू निर्माण हुन्छ। 10 जना आयो, 20 जना आयो, एउटा समूह भयो, मन्त्रीज्यूहरू पनि वाक्क दिक्क भएका छन्। यसमा तपाईँको भूमिका के हुन्छ? जेनजीहरूलाई युनाइट गर्ने भूमिका तपाईँको के हुन्छ? अब यसमा हजुरको के छ भन्दाखेरि चाहिँ युनाइट गर्ने हिसाबमा हामी अहिलेदेखि मात्र लागेको होइन, हजुरलाई थाहा भएको अनुसारमा डे 1 देखि हामी त त्यसमै लागिरहेको हो। अब मिडियामा तपाईँको 2-4वटा शब्द बोल्यो अनि सुदन गुरुङलाई यान त्यान भनेर ठ्याक्क तपाईँको हाइलाइट हुने रहेछ। अनि त्यसपछि उहाँ जेनजी भइहाल्यो। त्यसपछि अब मैले भनिहालेँ हजुरहरूलाई पनि अब यो धेरैवटा पार्टीगत तपाईँको जेनजीहरू पनि निस्कियो होइन। अब उनीहरूको आफ्नो छोराछोरी त तपाईँको जेनजी हुँदो रहेछ, अब त्यो जेनजी घरको अर्को लेयर निस्कियो होइन। सो त्यो हिसाबमा चाहिँ तपाईँको अहिले अब हामीले युनिफिकेसनको लागि सबै जेनजीहरूलाई एकै ठाउँमा ल्याउनलाई अझै पनि हाम्रो प्रयास जारी छ होइन। र अझै यसलाई चाहिँ अब हामीले अझै दृढता होइन अझै तपाईँको प्र्याक्टिकल वेमा उहाँहरूलाई कसरी सङ्गठित गर्न सकिन्छ हामीले वेबसाइट बनाएको छौँ। त्यो वेबसाइटको चाहिँ लन्चिङमा पछि चाहिँ मेरो विचारमा सबैजना जेन्जीहरू सङ्गठित हुनसक्छ जस्तो लाग्छ मलाई। आउने दिनमा सुदन गुरुङज्यूलाई हामीले उम्मेदवारको रूपमा देख्न सक्छौँ कि सक्दैनौँ? त्यो समयले बताउँछ हजुर। सम्भावना कतिको छ? समयले बताउँछ त्यो, अहिले अब मैले नभनौँ, समयले बताउँछ। आज बैठकमा के कस्ता सम्झौताहरू गर्नुभएको छ? त्यो अब छिटो नै सार्वजनिक पनि हुन्छ होला होइन सर। अब हामीले चाहिँ हाम्रो आन्दोलनलाई खासमा वैधानिकता दिनको लागि जेनजी जनआन्दोलन भनेर एउटा राजनैतिक आन्दोलनका रूपमा स्थापित गर्नको लागि यसमा दस्तावेजीकरण गरेको हो खासमा। अनि अब त्यसपछि हाम्रा विभिन्न मागहरू छन्, शहीद घाइते परिवारका मागहरू छन्, भ्रष्टाचार सम्बन्धी भ्रष्टाचारलाई नियमन गर्नका लागि एउटा उच्च स्तरीय अर्को आयोगको एउटा स्पेसल छुट्टै आयोगको गठनको मागहरू छन्। यी यस्ता मागहरू चाहिँ अब लिएर आज सम्झौता भएको मितिदेखि कार्यान्वयन हुने गरी चाहिँ हामीले माग गरेका छौँ। विभिन्न जेनजीका समूहहरू निर्माण भइरहेको छ। यो कसलाई ओरिजिनल जेनजी भन्ने, कसलाई डुप्लिकेट जेनजी भन्ने, कुन प्रकारको जेनजीहरूको विभिन्न समूहहरू आएर सिंहदरबारमा मन्त्रीज्यूहरूसँग भेट्नुहुन्छ, यसले यहाँहरूलाई कस्तो चुनौती थपिएको छ? होइन सबै जेनजी भन्ने बित्तिकै अब तपाईँले जे ओरिजिनल र फेक जेनजी भन्ने हुँदैन। हेर्नुहोस्, जेनजी भनेको पुस्ताको नाम हो होइन, समूह पुस्ताको नाम हो। अब को ओरिजिनल मिलेनियन्स को फेक मिलेनियन्स भने जस्तै हो होइन। सबै जेनजी हो, सबैले आफ्नो माग राख्न पाउनुहुन्छ। चुनौती त्यस्तो केही पनि छैन। जेनजीहरूमा मतभेद देखिन्छ नि, गुड फुड देखिन्छ नि, त्यो किन? स्वाभाविक हो, त्यो हुन्छ नि। वैचारिक मतभेद हुन आवश्यक छ। यसले त जेनजीको मुद्दाहरूलाई ओझेलमा पार्ने खतरा हुन्छ नि। हुँदैन, हामी हाम्रो मुद्दामा अडान लिएर नै बसिरहेछौँ, हामी अडिक छौँ, यसमा केही पनि हुँदैन। सरकारको कामबाट कतिको सन्तुष्टि हुनु? सन्तुष्टि छ। यो ओभरनाइट हुने कुरा होइन, बिस्तारै चेन्ज हुन्छ। हामी सबैजनाले आफ्नो तर्फको चाहिँ सरकारले गरेका कामहरूबाट तपाईँ सन्तुष्ट हुनु? सरकार मात्र होइन, यो विशेष परिस्थितिमा सङ्क्रमणकालीन परिस्थितिमा सरकार मात्र होइन, नागरिक पनि अलिकति जिम्मेवार भएर पत्रकारिता क्षेत्रदेखि कलाकारिता क्षेत्रदेखि नागरिक समाजदेखि सबैले आफ्नो भागको जिम्मेवारी लिएर अगाडि बढ्नुपर्छ। मैले सरकारको बारेमा सोधेँ, तपाईँ डिप्लोमेटिक एन्सर दिनुभयो। होइन हजुर, धन्यवाद हजुरलाई। आज हाम्रो एकदम ऐतिहासिक दिन छ, ऐतिहासिक क्षण छ, त्यसको लागि तपाईँलाई पनि बधाई छ, हामीलाई बधाई छ। आज जुन सरकारसँग सम्झौता भएको छ, यो सम्झौतालाई यहाँले कसरी हेर्नुहुन्छ?
यो एउटा पोजिटिभ हेरौँ न यसलाई र यो हामी आज प्रधानमन्त्रीजीलाई बुझाएको छौँ हामी राष्ट्रपतिजीलाई पनि बुझाउँछौँ यो र राष्ट्रपतिसँग सायद सम्झौता हुन्छ यो एकदम यो विदिन विक भइहाल्छ सायद यो हप्ताभित्र भइहाल्छ जेनजीहरूमा विभिन्न मतभेदहरू देखिरहेका छौँ विभिन्न समूहहरू निर्माण भइरहेको छ यसले जेनजी पुस्तालाई के कस्ता चुनौती दिन्छ र तपाईँहरूले उठाएका जायज मागहरूमा कहीँ कतै यो समूहहरूद्वारा विभिन्न खालका जुन समूहहरू निर्माण भइरहेको छ यो तपाईँहरूको जायज मुद्दाहरू ओझेलमा पर्ने खतरा कतिको छ छैन मलाई लाग्छ यो एक दुईजना विरोध गरिहाल्छ डेमोक्रेसी हो यो सबैजनाको विचार चाहिँ मिल्नुपर्छ भन्ने पनि छैन र एक दुईजनाले विरोध गर्नेमा मतलब आजको जुन हामीले बुझाएको छौँ त्यो असफल हुन्छ भन्ने पनि छैन सरकारको अहिले 3 महिना बितिसक्यो होइन 3 महिनाको कामलाई यहाँले कसरी मूल्याङ्कन गर्नुहुन्छ धेरै कुरामा हामी पोजिटिभ छौँ र धेरै कुरामा हामी असहमत पनि छौँ सरकारको कामकाजमा र धेरै 90% भनौँ न काम राम्रै गरिराख्नु छ सरकारले 90% काम राम्रो के कस्ता कामहरू जेनजी आन्दोलनमा जुन गोली चलाउनेहरूलाई अहिलेसम्म कारबाहीको दायरामा ल्याउन सक्नु भएन अनि यो एग्रिमेन्ट जुन आज हामीले बुझाएको छौँ नि यो विदिन विक यो हप्ताभित्र यो धेरै कुराहरू जुन हाम्रो मनमा लागिरहेछ कि यो भएन गभर्मेन्टले यो गरेन यो गरेन यो गरेन यो सब तपाईँ त लाइभ पनि देखाइराख्नु भएको भित्र बसेर अनि त्यो सबै हेर्नु भएको छ नि त्योमा सबै छ डकुमेन्टमा र यो सबै विदिन विक भइहाल्छ अब सम्झौता भए पश्चात 1 विकभित्र एक हप्ताभित्र तपाईँले भने सन्डे मेबी सन्डेसम्म भइहाल्छ होला सन्डेसम्म सबै कुरा हुन्छ हजुर हजुर अनि त्यो गोली चलाउने जेनजी पुस्तामाथि गोली चलाउनेहरूलाई पनि कारबाही हुन्छ सब कारबाही सबलाई कारबाही हुन्छ योमा ढुक्क बस्नु सबलाई कारबाही हुन्छ न कारबाही हुँदैन भने हामी चुनाव भन्छौँ नि हामी खालि चुनाव गरिरहेछौँ के यो मागहरू जबसम्म पुरा हुँदैन नि चुनाव हुँदैन के यो माग जम्मै पुरा गर्नै पर्छ गभर्मेन्टले तपाईँले पनि त आफ्नो उम्मेदवारी घोषणा गरिसक्नु भएको छ मैले उम्मेदवारी घोषणा गरेको साथ अर्को पनि कुरा भनेको छु कि हाम्रो माग चाहिँ पुरा हुनुपर्छ अनि चुनावमा जान्छौँ हामी के त्यो भनेको छु हामीले अहिले भएको सम्झौतालाई यहाँले कसरी लिनुभएको छ राम्रै कुरा सम्झौता भएको छ तर त्यो चुनावभन्दा अगाडि चाहिँ कार्यान्वयन भएर चाहिँ देखिनु पर्यो चुनावभन्दा अगाडि त्यो कार्यान्वयन हुनु पर्यो हजुर सरकारबाट जुन आज सम्झौता भयो त्यसपछि जेनजीहरूमा के कस्ता चुनौती कि उत्साह छ तपाईँहरूमा अब यो कुरामा कार्यान्वयन भयो भने राम्रो छ भएन भने अब त्यही त हो नि होइन जेनजीहरूमा आफैमा विभिन्न प्रकारको समूहहरू हेर्छौँ हामी होइन एक प्रकारको मतभेद पनि देखिरहेका छौँ होइन 23 र 24 गते जे जस्ता घटनाहरू भयो यसमा त तपाईँहरू झन् जेनजी पुस्ता चाहिँ युनाइट हुनुपर्ने एकबद्ध हुनुपर्ने त्यो चाहिँ देखिरहेको अवस्था छैन यसको मुख्य कारण के हो खोइ अब मुख्य कारण अब त्यही जेठो छोरो कान्छो छोरोहरू होला नि अब मलाई त थाहा छैन यार त्यो कुरा त अब यस्तो हो खासमा कुरा के हो भन्दाखेरि युनाइट हुनुपर्ने भनेको को युनाइट हुनुपर्ने हो म घाइते छु होइन बेडमा छु हस्पिटलको बेडमा म हुनु पर्यो होइन शहीद परिवार छ जसले आफ्नो छोराछोरी गुमाउनु भयो होइन आजको दिनसम्म आँसु झारेर बसिरहनु परेको छ राति सुत्न सकेको छैन उहाँहरू युनाइट हुनु पर्यो जो सोच्छ मनले नेपालको भलो होस् होइन राम्रो होस् भनेर राति सुत्न सक्दैन नि जुन नयाँ नेपाल कल्पना गरेछ नि उनीहरू युनाइट हुनु पर्यो द्याट्स अल होइन नराम्रो मान्छेहरू जो नराम्रो छ उनीहरूलाई नि अब उनीहरू नभइकन हुँदैन भनेर सबैलाई घुसाएर त कसरी लाने क्या दाइ राम्रो त सबै जेनजीहरू जति पनि थियो सबै समूह प्राय जसो अहिले यहाँ देखियो यो मिटिङमा यसले चाहिँ अब जेनजीहरू युनाइट हुने सन्देश दियो कि दिएन युनाइट यस्तो हो अब तपाईँको मैले भनिहालेँ दाइ अब मलाई राम्रो लागेको मान्छे तपाईँलाई नराम्रो लाग्न पनि सक्छ होइन तर हामीलाई राम्रो लाग्ने भन्दा पनि देशको लागि राम्रो हुनु पर्यो क्या मुद्दामा केन्द्रित हुनु पर्यो हाम्रो जुन एजेन्डा छ एजेन्डामा क्लियर हुनु पर्यो होइन अनि त्यो एजेन्डा बोकेर गएको जस्तो गरेर होइन अपर्च्युनिस्ट बनेर होइन आफ्नो पर्सनल फाइदाको लागि चाहिँ यो रगतमाथि चाहिँ खेल्नु भएन किनकि हिजोको दिनमा जुन त्यो रोडमा बगेको रगत थियो नि त्यो जतिको प्योरेस्ट ब्लड कुनै पनि छैन कि हाम्रो पनि छैन हामीले पनि पाएनौँ त्यो 3 महिनाको सरकारको कामलाई यहाँले कसरी मूल्याङ्कन गर्नुहुन्छ 3 महिनाको सरकारको कामलाई त खोइ अब कसरी भन्नु अब तपाईँहरूले देखिरहनु भएको छ तपाईँहरू चौथो अङ्ग बनिरहनु भएको छ हामी त देखिरहेछौँ तपाईँहरूको नजरमा तपाईँहरूकै सरकार हो तपाईँहरूको नजरमा कसरी हेर्नु भएको छ यस्तो हो दाइ अब 3 महिना भयो भन्नुभयो नि म हस्पिटलबाट यहाँ आउनु परिरहेछ भनेपछि अब यत्रो भेला सम्मेलन गरेर अहिले 3 महिनामा चाहिँ सम्झौता गरिरहनु परिरहेछ भनेपछि अब के सरकारको के तरिकाको चाहिँ हुन्छ नि रफ्तार छ भन्ने त सबैले बुझिरहनु भएकै हो होइन तपाईँले जहाँसम्म मिडियाले अथवा सबैले चिन्ने भनेको अभिषेक श्रेष्ठ भनेको सिधा जवाफ दिने मान्छे
यो प्रश्नमा चाहिँ तपाईँ हामीलाई घुमाउँदै हुनुहुन्छ होइन घुमाएको होइन यो यस्तो हो तपाईँको तपाईँ आफैलाई थाहा छ नि त दाइ यो कुरा होइन सरकार कतिको रफ्तारमा तपाईँले खोजेको नेपाल के हो त यो 23 र 24 गतेको आन्दोलनपछि सारा नेपालीले खोजेको नेपाल के हो त होइन त्यसको लागि कतिको स्पिडमा हिँड्नु पर्ने थियो त हिजोको दिनमा हामी जुन स्पिडमा होइन गोली थाप्न पनि तयार भएर अगाडि बढाएको थियौँ त्यो स्पिडमा हिँड्नु पऱ्यो सक्यो आफ्नो फाइदा खोज्नु भएन होइन अहिले यतिखेर मैले मात्र होइन तपाईँले मात्र होइन कसैले यहाँनिर कुनै एउटा कन्टेन्टको लागि मात्र होइन मिडिया पनि कुनै कन्टेन्टको लागि हिँड्नु भएन होइन हामी जनता पनि हामी भिक्टिम पनि सबै इच एन्ड एभ्री सिटिजन अहिले घरबाट 10 सालको ड्युटी छोडेर कसैलाई निक्ली भनेर भनेको छैन क्या तर यो जिन्जी आन्दोलनमा जतिजना शहीद भयो होइन उनीहरू के को लागि शहीद भयो भनेर एटलिस्ट त्यो कुराको लागि त अलिकति समर्थन त दिन सकिन्छ नि त 3 करोड सरकार त सकारात्मक छ नि त त्यो विषयमा हामी सकारात्मक हुनु पर्यो क्या 3 करोड जनता सकारात्मक हुनु पर्यो पोजिटिभ हुनु पर्यो होइन यो कुरालाई सिरियस लिनु पर्यो होइन यो कुरा जतिको सिरियस अहिले के छ त मैले त केही पनि देखिनँ नि त दाइ होइन आजको दिनमा त्यहाँनिर त्यो सम्झौता गरिरहँदा पनि होइन एकजना शहीद आमा होइन छटपटाइरहनु भएको थियो किनकि त्यहाँनिर 2-4 जना हाँसिरहेको थियो 2-4 जना यो थियो त्यो थियो होइन उहाँलाई थाहा छ नि त त्यो पीडा होइन उहाँलाई थाहा छ त्यो पीडा होइन तपाईँले पनि त्यो चाहेर पनि लाइक आफूले ग्रहण गर्न सक्नुहुन्न मैले पनि ग्रहण त्यो छैन क्या बियोन्ड द इमेजिनेसन होइन द्याट्स वाइ सबैजना अल अफ दि नेप्लिज सिटिजन होइन सबैजना नेपाली चाहिँ हुन्छ नि यतिखेर पार्टी नभनिकन यो नभनिकन त्यो नभनिकन सबै केही पनि नभनिकन होइन नेपाली एउटा मात्र नेपाली भनेर चाहिँ जे कुरा गर्नुपर्छ जे रेस्पोन्सिबिलिटी छ होइन त्यो कुरा चाहिँ गरिदियो भने पुग्यो हामीले पछिल्लो सरकारहरूमा के देख्थ्यौँ भने जसरी धेरै प्रकारका आन्दोलनहरूमा विभिन्न सरकार र दुई पक्षबीच सम्झौताहरू हुन्थ्यो तर त्यो सम्झौता चाहिँ समयमा कार्यान्वयन हुन्थेन आजको सिनेरियोबाट तपाईँले के सोच्नु भएको छ यो जसरी सम्झौता भयो नि जेन्जी र सरकार बीच यो सम्झौता कार्यान्वयन हुन्छ समयमा अब मैले भने नि यो 3 करोड जनताको रेस्पोन्सिबिलिटीको कुरा गरेँ नि हो त्यही हो क्या रेस्पोन्सिबिलिटी अब हाम्रो रेस्पोन्सिबिलिटी हो कि उनीहरूलाई मजबुर यो कुरालाई कार्यान्वयन गराउनलाई किनकि यो सम्झौता भनेको शहीदलाई टेकेर भएको सम्झौता हो क्या कुनै पार्टीको दलहरू मिलेर भएको सम्झौता होइन यो शहीदको हिजोको दिनमा होइन देश आगोले लाइक जलिरहेको बेलामा होइन शहीदहरू पशुपतिमा आर्यघाटमा हुने बेलामा त्यो सम्झेर चाहिँ सबै नेपालीले इच एन्ड एभ्री नेपालीले चाहिँ भोलिको दिनमा यो कुरामा कार्यान्वयन गर्दैन भने मैले मात्र क्वेसन उठाउने हो त होइन नि सबैजनासँग नेपाली नागरिकता छ नि त होइन सबैले क्वेसन उठाउनु पऱ्यो क्या हरेक नागरिकले क्वेसन उठाउनु पऱ्यो यदि कार्यान्वयन हुँदैन भने त्यहाँनिर हामी घाइतेहरू मात्र गएर चाहिँ धरना बस्ने होइन क्या सबले इच एन्ड एभ्री सिटिजनले चाहिँ यो कुरालाई क्वेसन गर्नु पऱ्यो क्या अनि मात्र चाहिँ हुन्छ क्या किनकि देश त मेरो मात्र होइन तपाईँको मात्र होइन साराको हो नि त अनि हिजोको दिनमा शहीद भएको ऊ आफ्नो परिवारको लागि होइन क्या देशको लागि हो क्या त्यो कुरा चाहिँ सबैले बुझ्नु पऱ्यो क्या आज सरकारसँग के कस्तो सम्झौताहरू भयो तपाईँहरूको होइन सम्झौता हाम्रो 10 बुँदे सम्झौता तयार पारेर हामी प्रधानमन्त्रीसँग जेएनजी पक्ष र आन्दोलनकारी पक्ष र प्रधानमन्त्री पक्षको हस्ताक्षर भयो यो सम्झौता हाम्रो राष्ट्रपति कार्यालयबाट छिटै हुन्छ भन्ने पहल हुन्छ यो डकुमेन्टमा यदि साइन भयो भने साँच्चीकै 23 र 24 गते जेको लागि आन्दोलन भएको थियो त्यो माग हाम्रो पुरा हुन्छ यहाँलाई कतिको विश्वास छ जेएनजीको जुन आज सम्झौता भएको छ त्योमा तपाईँ कानुनको विद्यार्थी पनि हुनुहुन्छ यो कतिको सहज छ यो सम्झौता कार्यान्वयनको लागि यसो तत्कालै कार्यान्वयन गर्न सकिने चुनाव अघि नै कार्यान्वयन गर्न सकिने केही कुराहरू छन् भने केही कुराहरू संविधान संशोधन त्यो चाहिँ चुनाव पश्चात हुने कामहरू हो त्यसैले हामी क्लियर छौँ अधिकांश बुँदाहरू चुनाव अगाडि गर्न सकिनेछ त्यसमा हामी काम गरिरहेछौँ तपाईँ यदि त्यो 10 बुँदे पढ्नुहुन्छ भने त्यसको प्रस्तावना नै करिब 2 पेजको छ जहाँ तपाईँले मधेस आन्दोलनको जिकिर सुन्नुहुन्छ तपाईँले थारूवट आन्दोलनको जिकिर सुन्नुहुन्छ जनजाति आन्दोलन मुस्लिम आन्दोलन लगायत नेपालमा भएका समग्र आन्दोलनलाई जुन राज्य सत्ताले तत्कालीन समयमा सम्झौता गरेर डस्टबिनमा हालिदिने सम्झौता गर्ने सम्झौता गरेर डस्टबिनमा हालिदिने यो सम्झौता पनि डस्टबिनमा जान्छ कि कार्यान्वयन हुन्छ होइन योभन्दा अगाडिको सम्झौतामा समस्या चाहिँ के थियो भने नेपाल एकजुट भएको थिएन क्या योभन्दा अगाडिको सम्झौताहरूमा योभन्दा अगाडिको सम्झौतामा सरकारले एउटा ट्याक्टिक खेल्थ्यो के भन्थ्यो भने यो सम्झौता त मधेसको सम्झौता हो यो सम्झौता त लिम्बुवान खुम्बुवानको सम्झौता हो किराँतको सम्झौता हो यो सम्झौता त विखण्डनकारी सम्झौता हो यो सम्झौता त फाल्ने कुरा हो तपाईँले यदि त्यो म्यान्डेट पढ्नुभयो भने विगत संविधान सभाले स्थापित गरेका हरेक मानकहरू संविधान सभाले स्थापित गरेका हरेक प्रगतिशील व्यवस्थाहरूलाई हामीले थप सुदृढ बनाउने कुरा गरेका छौँ र
त्यो सम्झौतालाई कार्यान्वयन गर्नका लागि एउटा राष्ट्रिय स्तरमा एउटा जेन्जी परिषद रहनेछ, जुन जेन्जी परिषदको सहकार्यमा र सहयोगमा साथसाथै सहमतिमा सरकारले यो सम्झौतामा भएका कुराहरूलाई कार्यान्वयन गर्दै जानेछ भन्ने कुरा हामीले लेखाएका छौँ। जेन्जी पुस्तामा जुन प्रकारको मतभेदहरू, जुन समूहहरू, विभिन्न नयाँ पुराना धेरै जेन्जी भनेको त एउटा पुस्ता भयो, यति धेरै समूहहरू बन्यो, यति धेरै जेन्जीहरूको समूह निर्माण भयो कि अब ओरिजिनल जेन्जी कसलाई भने त्यो बाजेको पेडा जसरी हुन्छ नि बर्मजियाको त्यस्तै भयो। कसरी जेन्जीलाई छुट्याउने? होइन यसो जेन्जीलाई छुट्याउनु नै हुँदैन, ओरिजिनल र डुप्लिकेट होइन, न ओरिजिनल हो न डुप्लिकेट हो। 1997देखि लिएर 2012सम्म जन्मेका हरेक व्यक्ति जेन्जी हो। र यो जेन्जी आन्दोलनको एउटा महत्त्वपूर्ण चरित्र चाहिँ के हो भने यो जेन्जी आन्दोलनले कसैलाई एक्सक्लुड गर्दैन। आज तपाईँ माथि हेर्नुभयो, विवाद पनि भयो। हामीले चाहेको लोकतन्त्र यस्तै हो क्या, समर्थक पनि त्यही रहोस्, त्यसको विरोधी पनि त्यही रहोस्, त्यही विरोध पनि होस्, त्यही समर्थन पनि होस्, तर दुइटाको बिचमा पहिला जुन हामीले देख्थ्यौँ नि सरकारले पहिला लडाउने काम गर्थ्यो, अहिले हेर्नुभयो लडाइँ भयो भएन नि। यही हो जेन्जीको ब्युटी। हामी विभाजित छौँ, हाम्रो मतहरू फरक छ। हामीले फेरि पनि भन्छौँ एकजुट हुने नाउँमा हिजोको विचारै नमिल्ने काङ्ग्रेस र एमाले आएपछि देश कहाँ पुग्यो? त्यसरी विचारै नमिल्ने गणतन्त्रवादी र राजतन्त्रवादी जेन्जी एक हुनु हुँदैन। विचार मिल्ने जेन्जीहरू एकसाथमा रहन्छन्, विचारको विरोध गर्ने जेन्जीहरू पनि रहन्छन्। त्यो विचार नमिल्ने कुरालाई जबरजस्ती थोपियो भने काङ्ग्रेस एमालेको हालत हुन्छ, हामी त्यता लाग्नेवाला छौँ। अहिले हरेक दलका नेताहरूले पनि जेन्जी समूहहरू निर्माण गरिरहेको छ, विभिन्न पार्टीहरूको पनि जेन्जी निर्माण भइरहेको छ। त्यो अवस्थामा यहाँहरूलाई चाहिँ के कस्ता चुनौती? होइन, चुनौती त के छ भने अब किनभने उनीहरू एउटा विचार लिएर होइन, यो चुनौती होइन, यो अवसर हो। त्यही पुस्ता हो, त्यही राजनीतिक दल हो। यो पुस्तालाई के भन्थ्यो? लापरवाह पुस्ता हो, गैर जिम्मेवार पुस्ता हो, +2 सकिने बित्तिकै चल बउवा विदेश भनेर 30 सेकेन्डको प्रश्न सोध्नका लागि अन्तर्क्रियात्मक कार्यक्रममा दिँदैन थियो यही जेन्जी पुस्तालाई। अहिले त्यही नेताहरू 30 मिनटसम्म यो जेन्जी पुस्तालाई सुनेर बसेको छ। यही ब्युटी हो। हामीले त के भनिरहेछौँ भने आउने चुनावमा त त्यो राजनीतिक दलभित्रका पनि जेन्जी साथीहरू हिम्मत देखाउनुहोस् न यार। काङ्ग्रेस एमाले भएको जेन्जीहरू हिम्मत देखाउनुहोस्। माजिद अन्सारी उम्मेदवार हुन्छ कि हुँदैन? अब म चाहिँ त्यो विषयमा चाहिँ केही पनि खुलाउन चाहन्न। होइन, आज तपाईँ खुलाइदिनुहोस्, माजिद अन्सारी उम्मेदवारको रूपमा देख्न पाइन्छ कि पाइन्छ? होइन, यसो उम्मेदवार हुनका लागि पहिला त धेरै कुराहरू अनुकूल हुनुपर्छ। म चाहिँ अहिले नागरिक चेत डेभलपमेन्टमै लाग्नुपर्छ। लिगल अवेरनेसको एकदमै अभाव छ। त्यो कारणले गर्दाखेरि पहिला मलाई पूर्ण रूपमा नागरिक चेत सहितको एउटा प्रश्न सोधिराख्ने एउटा सिबी यादवजी उम्मेदवार हुने कि नहुने? होइन, म त अब विचार गर्छु होइन, तर तपाईँले जुन हिसाबले पार्टीको जेन्जी जुन भन्नुभयो नि, यो पार्टीको जेन्जीहरूको लागि पनि यो डकुमेन्ट यति प्रगतिशील छ जुन पार्टीको भित्रको जुन लोकतन्त्र मरिसकेको थियो नि, त्यो लोकतन्त्रलाई जगाउने प्रयास हामीले गरेको छौँ। कस्तो भने अब पार्टीमा पनि आन्तरिक प्रतिस्पर्धा भएर मात्रै उम्मेदवार चयन हुन पाउँछ। पहिलो कुरा पार्टीको जेन्जीको लागि यो सुखद कुरा हो, 1 नम्बर। दोस्रो कुरा, जुन पार्टीमा दलमा एउटै नेता 50-50 वर्ष सभापति रहने, 40-40 वर्ष सभापति रहने, 30 पार्टीलाई कब्जा गर्ने जुन प्रवृत्ति थियो त्यो प्रवृत्तिको अब दुई कार्यकालमा सीमित गरेर यो डकुमेन्टले अन्त गर्दैछ। के यो सब सम्भव छ तपाईले भनेको? तेस्रो कुरा, एउटा मन्त्री परिषदको सदस्यले, प्रधानमन्त्रीले र तपाईँको आयोगको अध्यक्षहरूले 2 कार्यकालभन्दा बढी मन्त्री, प्रधानमन्त्री र अध्यक्ष हुन पाउँदैन भन्ने व्यवस्था गरेको छ। त्यही भएर पार्टीको जेन्जीहरूको लागि पनि यो डकुमेन्ट कार्यान्वयन भयो भने पार्टीका जेन्जीहरू जुन दबिएको थियो, उनीहरूको आवाज जुन दबाइएको थियो, त्यो आवाज अब उठेर आउँछ। नयाँमा लेखिएका कुराहरू के सम्भव लाग्छ यो देशमा? होइन, सम्भव हुन्छ, हामीले गराउँछौँ। यत्रो सरकार परिवर्तन हुन्छ, अन्तरिम सरकार गठन हुन्छ, संसद विघटन हुन्छ भन्ने आकलन तपाईँले गर्नुभएको थिएन नि। त्यही भएर यो प्रगतिशील विचारलाई हामीले स्थापित गर्नको लागि हामी हर प्रयास गर्छौँ र लगभग हाम्रो धेरै सफलता पाइसक्यो। यादवजीलाई आउने निर्वाचनमा उम्मेदवारको रूपमा देख्न सकिन्छ कि सकिँदैन? होइन, त्यो समय परिस्थितिले बताउँछ। अब समय परिस्थितिले बताउँछ। योभन्दा अगाडि पनि म सिराहा 2 नम्बरबाट उम्मेदवारी दिएको थिएँ। तर म के चाहन्छु भने यदि मेरो विचार राम्रो छ भने मैले सिराहाको जनताको लागि, सदनमा किसानको लागि, गरिबको लागि बहस गर्न सक्छु भने, नीति निर्माणको तहमा काम गर्न सक्छु भने, पुरानो परम्पराहरू तोडेर अहिले नयाँ युवालाई सिबी यादवलाई पत्याउँछ त्यहाँको जनताले?
होइन अब मेरो विचारले काम गर्ने हो। यदि त्यहाँ सिराहाका जनताले शिव यादव प्रतिनिधि सभाको लागि योग्य छ भने ठान्छ भने किसानको मुद्दा सम्बोधन गराउनको लागि त्यहाँका नीति निर्माण तहमा काम गर्नको लागि योग्य छ भने मलाई प्रतिनिधि सभाको उम्मेदवार बनाउँछु।